अहिले कांग्रेसले कस्तो कुरो उठायो कहीँबाट पैसा उठाएन छ अब बेसियालाई खोलौँ भन्दै थियो अब विदेशमा लगेर भुटान नेपालीलाई भुटानी बनाएर बेच्दा पनि भएन नेपाली चेली बेच्दा पनि भएन अब यी खुलेआम बेसियालाई खोलौँ भन्दैछन् सांसदहरू मुखमा नि च्याप्प समातेर मुखमा खेकारेर नि त्यो पहेँलो खेकार चाहिँ थुक्नु पर्ने क्या के बोलेको त्यस्तो अब चेलीबेटी त्यो बोल्नेले उसको परिवार ल्याएर राख्नु नि उसको छोरी राख्नु त्यो बोल्दै थियो एउटा यिनै माननीयले गर्नु नि त्यो काम गर्दा हुन्छ त यिनै माननीयले होइन कसका छोरी चेली रहेछन् हौ त्यस्तो सस्तो अनि के खोजेको यिनीहरूले के भनेको ल के भनेको भन्नु त त्यो माननीय जो बोल्दैछौ नि त्यही माननीयले आफ्नो श्रीमती र छोरी लगेर त्यो धन्दामा राख्नु